बादल तातो छ ए दाल त दालको अवस्था आइस टङ टङ गर्ने आइस भएछ। हाई गाइज गुड मर्निङ। आज चाहिँ म साउथ कोरिया बसेको 333 दिन भएछ। 333 क्या कोइन्सिडेन्ट मिलिरहेको। सो आजको दिन चाहिँ नयाँ हो। मेरो डेली रुटिन त सधैँ त्यही जस्तो भइरहेछ। काममा जाने आउने खाना पकाउने खाने सुत्ने फेरि भोलि काममा जाने त्यही एउटै रुटिन भए पनि हरेक दिन त नयाँ हो नि त मेरो लागि। साउथ कोरियामा बसेर इन्टरनेसनल स्टुडेन्टले के काम गर्नुपर्छ म इच एन्ड एभ्रिथिङ तपाईँहरूलाई देखाउँछु। सो लेट्स सी आज चाहिँ मैले के गर्नुपर्छ। आज मेरो भ्लगमा हेर्दै गर्नु होला। हिजो पनि मैले भ्लग अपलोड गरिसकेको छु। अब आजको नयाँ भ्लग आउँछ। नयाँ भ्लग नयाँ दिनमा चाहिँ के गरिन्छ त्यो सब इच एन्ड एभ्रिथिङ त्यसमा हुन्छ। अहिले चाहिँ म गाडी कुरेर बसिरहेको हो। मेरो गाडी आउँछ अनि काममा जानुपर्छ म। लेट्स गो। त्यो डे चाहिँ यस्तो छ हेर्न गाइज। आजको भ्यू यस्तै हो। यहाँ चाहिँ हेर्नु न यस्तो खालि साइकल रहेछ क्या। यस्तो बस्छ यस्तरी ठ्याक्क बसेर हाँक्ने। तर यो चाहिँ मेरो होइन है। तर यो चाहिँ मेरो होइन। यो हाँक्दियो भने चाहिँ फेरि राम्रो हुँदैन। यहाँनिर चाहिँ कस्तो खाले ट्रक छ क्या। ट्रक हेर नि यहाँको ट्रकको सिस्टम नि खतरा हुन्छ क्या। यो ट्रक चाहिँ कस्तो हुन्छ नि यो आफै ट्रक यस्तो झर्छ आफैले लोड गरेर अनि मान्छे के अरे गाडी साडी यहाँनिर गाडी साडी चाहिँ आफैले हाल्ने हो कि। सो गाइज म चाहिँ कम्पनी आइसकेको थिएँ अनि मैले भिडियो चाहिँ खासै बनाउनु पाएको थिइनँ। अहिले हाम्रो खाना खाने ब्रेक भइसक्यो। हाम्रो खाना यस्तो छ यहाँ हेर्न। अन्डा दाल भात पनि छ। यहाँनिर हामीले मासु पनि ल्याएको छ। अब सब खाने हो यसरी कमै खानुपर्छ। सो अब म चाहिँ खाने हो। यहाँनिर हाम्रो तारेको अन्डा छ। नखाउन आज आज किन म भोक चाहिँ खप्न सक्दिनँ है। भोक दिमाग हल्लिन्छ मेरो भोक लाग्यो पेट दिमाग के बच्चे चल्दैन। यस्तो बोलेर हाल्यो भने पनि कपिराइट लाग्छ युट्युबमा। तपाईँले झुकेर गाना गाइदिनु भयो के भने त्यो कपिराइट लाग्छ। अन्त समय रैनाको सोमा थिएन एउटाले गाना गाउँछु म भन्दै थियो। त आफैले लेखेको गाना गा अर्का गाना कपिराइट नलाग्ने बेला क्या भन्दै थियो। अब हाम्रो खाना खाएपछि काम फेरि स्टार्ट हुन्छ। अनि आज चाहिँ हाम्रो काम नास्पातीको कुहिएको नास्पातीलाई काटेर राम्रो छान्ने अनि त्यसलाई चाहिँ जुस बनाउने खाले काम हो क्या। हामीले जुस चाहिँ बनाउनु पर्दैन जस्ट छान्ने मात्रै हो। सजिलो काम छ यहाँ। आज उठ्नै मन लागेको थिएन त्यो पनि नउठेर चाहिँ खाना यस्तो छ हाम्रो। सो हामीले चाहिँ खाना खाएर सक्यौँ। अब मस्त दाल भात खायौँ। हाम्रो चाहिँ अब यहाँनिर फोटो खिच्ने प्रोग्राम हुन्छ। हजुर अब फोटो खिच्ने बेला भयो। सो आउनेले हाम्रो फोटो खिचेर लगेको गाइड छैन। खालि फोटो खिचे मात्रै गर्छ कि कतिजना मान्छे आयो भने रेकर्ड चाहिँ फोटो खिचेर राख्छन् उनीहरूले। यस्तो फोटो खिच्छ। अब हामी चाहिँ यहाँनिर बस्ने हो। यहाँनिर यस्तो ठाउँ छ। यस्तरी क्यामेरा गरेर हाम्रो कम्पनीको बिरालो हेर्नु नि यस्तो दामी छ नि यो। यसको नाम ए टोकिस भने मार्दैछु तँलाई म। लास्ट चिप्किन्छ क्या मसँग यो। यो चाहिँ यहीँ बस्छ यो कम्पनीको बिरालो यहीँ। ओए टोक गाइस यसले मलाई टोक्न खोजिरहेको छ कि ओए टोकिस भने नि मलाई म। सो अब चाहिँ हाम्रो काम स्टार्ट भइसक्यो। हाम्रो आजको काम यस्तो नास्पाती छान्ने छ। अनि यो चाहिँ नराम्रो नास्पाती चाहिँ काट्नुपर्छ अनि फाल्नुपर्छ। यस्तो यहाँ यसको जुस बन्छ क्या। योहरूलाई यसरी जुस बनाइन्छ भनेर यसरी काट्छ यहाँ। गाई त्यतिखेर अब हाम्रो ब्रेक हुन लागिसक्यो। त्यही भएर अहिले जाँगर आइरहेको छ कि काम गर्न पनि मजा आइरहेछ। अब 12 बजे खाना खाने ब्रेक हुन्छ। यस्तो पुगेकोलाई यस्तो निकालिदिनु पर्छ। सर्ट पुगेकोलाई खाने
कस्तो हुन्छ अनि यसलाई जुस बनाउँछन् जुस अब कप बनाएर कप बनाएर कप बने कप नास्पातीको हाम्रो चाहिँ अब टाइम सक्यो अब हामी चाहिँ 15 खोलेर चच्चडो खाना खाएर आज सुत्ने हो लास्ट थपेर आएर पाउन जान्न होइन ए तपाईँले चाहिँ भ्लग हेर्नुभयो भ्लग हेर्नुभयो कुन चाहिँ त अस्तिको गाइजमा पानी लिन आएको के यहाँ स्टोर रुम हेर्नु न यस्तो खतरा छ नि यहाँनिर यो पुरै नास्पाती स्टोर गरेर राखेको क्या अब यहाँनिर पानी छ यो खोलेर जान्छ लास्ट चिसो चाहिँ यति भएपछि मलाई फ्रिजमा राखेको थिएँ यहाँ हेर्नु न यस्तो भएछ आइस अब कसरी खाने यो पनि जमे क्या हो भात पनि फ्रिजभित्र हालिदिएको बिहानभरि यो जमे होइन तल हाल्यो दुइटै हालेको भात अलिक तातो छ ए दाल त दालको अवस्था आइस टङ टङ गर्ने आइस भएछ ल अब हामी खाना खाएर म त सुत्छु अब खाना ल्याम खाएर सुतिहाल्ने आज चाहिँ म केही गर्दिनँ आइस भयो दुइटै दाल मासु सब आइस भएछ फ्रिजमा हालिदिएको बिग्रिन्छ भनेर अब भातले छोप्या खा पग्ल्यो भने पग्रिन्छ नि खाने सधैँ गयो मुनि फोहोर थियो कि अलिक कस्तो नराम्रो थियो अनि त्यही भयो यस्तो भयो अवस्था आजको इन्सिडेन्ट के भयो फ्रिजमा हालिदिएको अस्ति त पानी त आइस भएको थिएन आज त आइस भइदियो यो दाल त गाइजहरू म चाहिँ अब खाना खाइसकेँ सुत्छु होइन गाइज यस्तो ठाउँ छ हेर म सुत्छु मेरो कम्पनीमा यहाँ काम गरेँ खानासाना खाएँ खाना के खानु आइसै जमेको जिन्दगी युद्ध हो लडेर जिउने आश गर्नुपर्छ साथीहरू अब म यहाँ यस्तो ठाउँमा सुत्दैछु निन्द्रा लागिसकेपछि मान्छेलाई जस्तो भुइँमा पनि सुत्न सक्छ सो यस्तै छ है यहाँको जिन्दगी हाम्रो सुत्छु अब म गाइजहरू ब्रेक सक्यो अब हामीले फेरि काम गर्नुपर्छ ब्रेकमा हामी बसेको त यत्रो सामान थुपारिसकेको छ यहाँ मान्छेहरूले उनीहरूले अरूले सो अब हाम्रो काम स्टार्ट हुन्छ यसरी अब काम गर्नुपर्छ ला च्याउँछ यार कहिलेसम्म होला यस्तो जिन्दगी यो जिन्दगीलाई म चेन्ज गर्न चाहन्छु के यत्तिकै भ्लग बनाएर यहाँबाट कहीँ दूर धेरै माथि जान्छ कि सो लेट्स सी कहाँसम्म पुग्छु म जसो तसो आजको दिन बित्यो गाइज सो अब हामी घर जाँदै हो काम सक्यो बल्ल बल्ल यस्तो थकै लागेको छ नि आजको लागि सक्यो भोलि फेरि बिहान उठेर आउनुपर्छ यस्तै छ ल हामी चाहिँ घर जाँदै हो गाइज यता हाम्रो उनीहरू हिँड्दैछन् दाइ यसको सब छ सब छ सब अल टिफिन कहाँ हाल्यो अल मेरो ब्यागमा छ कि हामी चाहिँ जाँदै हो यसरी गाडी यहाँ छ सो म चाहिँ गाडीमा चढिसकेँ हामी सबै गाडीमा चढिसक्यौँ अब चाहिँ जाने हो घर बाहिरको नजारा चाहिँ यस्तो दामी छ गाइज त्यहाँ पर हेर्नु न सो गाइज फाइनली म चाहिँ रुममा आइसकेँ होइन भर्खर आएँ लास्ट थकै लागेको छ अनि अब केही खाजासाजा खाएर अनि म चाहिँ सुत्दिन्छु मेरो भ्लग चाहिँ यहीँसम्म इन गर्छु म आजको लागि यति नै थियो मेरो आजको दिनभरि के काम गरेँ बिहान उठेँ काममा गएँ कम्पनीमा काम गरेँ त्यस्तै हो सो च्यानल मन पऱ्यो भने सब्सक्राइब गरिदिनु भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होइन मेरो भ्लग डेली भ्लग आइरहन्छ भोलि पनि मेरो भिडियो आउँछ डेली जस्तो सो हेर्दै गर्नु होला आजको लागि यति नै बाई बाई